एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। सो आज मैले यो भिडियोमा मैले छोरीलाई स्कुल पुऱ्याइसकेपछि के काम गर्छु त्यो सेयर गर्छु। यहाँ मैले चाहिँ भाँडा मोल्दैछु। हिजो रातिको भाँडा हो। एक्चुअली हिजो राति चाहिँ पानी आएन, सो भाँडा मोल्न पाइएन, त्यही भएर अहिले चाहिँ भाँडा मोल्दैछु म। अनि उता छोरी सुतिरहेको मौका पारेर चाहिँ भाँडा मोलिरह हो। अर्कीलाई त स्कुल पुऱ्याइसकेँ। अर्की छोरी पनि त सानी, उसलाई चाहिँ सुताएको थिएँ। अनि सुताएपछि अनि भाँडा मोल्दै थिएँ। तर भाँडा मोल्दा मोल्दा उता उठ्नु भयो मेरो सानो छोरी पनि। सो म उसलाई लिगेँ एकछिन भुइँमा चाहिँ यो बिछाइदिन्छु कि चिसो नलागोस् भनेर। तर ऊ भुइँमा पल्टाएको मानिनिन्। अनि उसलाई काखमा लिएर ह गर्दैछु। उनी मेरो मुखमा हेरेर हाँस्छिन् पनि। अनि यो पछाडि भित्तामा के देख्नु भएको छ नि, यो पुरै कलाकृति, यो मेरो जेठी छोरीको कलाकृति हो। पुरै भित्ताभरि कोर्ने काम चाहिँ उसको हो। सो बिहानदेखि केही खाएको थिएन, भोक लागेको थियो मलाई। अनि पानी मात्रै खाएको थिएँ, तर उसलाई ओट्स खुवाउन त लागेको थियो, थोरै बचेको थियो। सो मैले त्यो खाइदिएँ। फाल्ने कुरा त भएन नि, छोराछोरीले बचेको कुरा त आमाहरूले खानु पऱ्यो नि। सो म त्यो खाना खाँदै थिएँ, तर मेरो छोरीले यसरी हेरिरहेछिन् खाएको। ऊ चाहिँ अहिले अलिक खुवाउने बेला भएको छैन। ऊ कम्प्लिटली 6 मन्थ पुगेपछि चाहिँ उसलाई खुवाउने विचार छ। अहिले ऊ 6 मन्थ पुगे छैनन्। सो उसलाई बुबु खुवाएँ। अनि बुबु खुवाएपछि अनि कस्तो फोहोर देखेछ कि त्यो भित्ता कोरेको भरि के गर्नु। केटाकेटी भएपछि घर त सफा गर्न जति सफा गर्छु भने पनि मिल्दो रहेनछ क्या। यता मिलायो उता बिगार्छन्, उता मिलायो यता बिगार्छन्। अनि एकछिन छोरीसँग खेलेँ। अनि त्यसपछि उसलाई अब नसुताउन्जेल उसलाई फेरि एकछिन खेलेपछि अनि एकछिन यताउति गर्छिन् होइन। अनि आँखामा हेर्छिन्, हाँस्छिन्, यस्तो गर्छिन्। अनि उसलाई नसुताउन्जेल फेरि केही गर्न पाउँदिनँ फेरि। अनि एकछिन भए पनि भुइँमा छोडेर काम गर्न जान्छु भनेर अनि त्यहाँ भुइँमा छोडिदिएँ नि, ग्यास पुछेँ ओरी। अनि भोक पनि लागेको थियो। अनि उता छोरीलाई हेर्दै म यता चाहिँ पपैया काटेँ। फ्रुट्स बिहानमा मलाई फेरि कचर पचर खानु मन लाग्दैन क्या, त्यस्तो त्यो चिया कफी बिस्किटहरू त्यस्तो बिहानमा खानु मन लाग्दैन। कि त ओट्स कि त फ्रुट्सहरू अनि एगहरू हुन्छ। आज चाहिँ ट्युसडे पनि थियो, त्यो अन्डाहरू त्यस्तो खान अलि मन लाग्दैन ट्युसडेको दिन चाहिँ। सो पपैयाहरू काटेँ। अनि उता छोरी पनि खेलिरहेको थिइन् कि भुइँमा, उता खेलिरहेकी थिइन्। अनि त्यो खेलेको मौका पारेर अनि मैले त्यहाँ पपैयाहरू काटेँ। अनि काटेपछि उसको डाइपरहरू फेरिदिएँ। फर्स्टमा चाहिँ आफूले खानभन्दा पहिला त छोराछोरी नै हेर्नु पऱ्यो नि त। अनि उसको डाइपरहरू फेरिदिएँ। अनि त्यसपछि चाहिँ उसलाई एकछिन हेरेँ अनि खेलाएँ। अनि उता हातसाथ फेरि एकछिनमा उसलाई त्यहाँ राखिसकेपछि चाहिँ अनि उसलाई खेल्ने कुरा थियो त्यो सानो। अनि ऊ भएपछि खेल्छिन् क्या। अनि म हातहरू धोएर अनि म पपैया खाएँ। भोक लाग्छ, अब खाना खाँदा त ढिलै हुन्छ। अब उसलाई सुताएर अनि बल्ल खाना पकाउने हो नि त। अनि एकछिन सुत्छिन् कि लगभग आधी घन्टा सुत्ने। अनि उठ्ने गर्छ कि नि राति चाहिँ सुत्छिन् होइन। अनि फेरि मैले उता टिभी पनि यस्तो सानो म्युजिक लगाइरहेको थिएँ। अनि उसलाई सुताएपछि अनि बल्ल अलिकति हल्का हुन्छ, आफ्नो काम गर्न पाइन्छ कि। अनि आफ्नो काम गर्न पाइन्छ नि त सुताएपछि। अनि त्यसपछि मैले खाना पकाउनलाई रेडी गरेँ। अनि उता कुकरमा चाहिँ चामल बसालिदिएँ भात पकाउनलाई। अनि उता तरकारीहरू काट्नको लागि चाहिँ उता आलु लिएको छु, एउटा आलु टुक्लुकै देखेको छु, एउटा आलु लिएको छु। सो उता खाना बसालिसकेँ। अनि यता चाहिँ सब्जीहरू काट्दैछु। अनि अलि सुस्तरी गर्नुपर्छ काम पनि। फेरि उता छोरी उठ्यो भने केही पनि गर्न दिँदिनन् क्या, उसले केही पनि नै होइन क्या गर्न दिने। कस्तो गाह्रो हुन्छ भनेपछि कुरै नगर्नु। अब अर्की ठुली छोरी अब उसको लागि त ऊ ठुली नै हो नि त, अर्की ठुली छोरी। तर सानो त सानै हो नि त, बिचरा भर्खर 3 वर्ष नि पुगे छैनन्। अनि के गर्नु, स्कुल अब भ्याइन्न दुइटा एकैचोटि हेर्नलाई। सो त्यही हो। अनि यता तरकारीहरू ब्रोकाउलीहरू आज मैले ब्रोकाउली बोइल गरेर मनपर्छ, तर सब्जी खान मन लागेको भएर ब्रोकाउलीमा तातो पानी हालेर राखिदिएँ। नुन पनि हालेर राख्छु म एकछिन। काउलीहरूमा चाहिँ जुन पनि काउली भयो भने चाहिँ त्यस्तो गर्छु। सो लसुन प्याजहरू सबै काटिओरी तेल फुराएर जिरा सबै हालिओरी तरकारीको लागि रेडी गरेँ। अनि तरकारी उता रेडी गरिसकेपछि अनि म चाहिँ खानासाना बसालेर अनि बल्ल सरसफाइतिर लाग्छु क्या रुमहरूको। अनि रुमको गति हेर्नु, बिस्ताराहरू केही मिलाएको थिएन। सो रुम सफा गर्न आएँ म उता त खानाहरू बसालेर। अनि यता चाहिँ अनि बेडहरू मिलाउनु पऱ्यो भनेर अनि सबै लथालिङ्गै थियो। यता पनि बेडरुममा पनि उसले कोरेर भ्याइछिन् कि। अनि झ्यालहरू खोलेँ। घाम त त्यस्तो लाग्दैन, तर अब चाहिँ हल्का जाडो महिनामा हाम्रो रुममा चाहिँ त्यति घाम लाग्दैन, तर उज्यालो चाहिँ आएको थियो। पर्दाहरू खोलेँ। अनि पर्दा खोलेपछि अनि बिस्ताराहरू मिलाउनु पऱ्यो। बिस्ताराहरू मिलाउनको लागि चाहिँ अनि सबै एक गरेर ब्ल्याङ्केटहरू सबै पटाएर राखेँ। अनि यो यता पनि त्यो भित्तामा चाहिँ पुरै कोरेकी छिन् कि उसले त्यो बेडमाथि बसेर अनि सबै त्यो कोर्ने क्या। अनि
भित्ता मात्र होइन तन्ना अनि सिरानीको खोल अनि त्यो जहाँ जहाँ उसले कोर्न मिल्छ नि त्यहीमा त सबै कोरेर भ्याउँछन् मेरो ठुलो छोरीले चाहिँ। अब अर्की पनि त्यही त होला, सानी छोरी पनि अलिक ठुली हुनु बाँकी छ, उसलाई पनि त्यस्तै त होला नि होइन। अनि त्यही भएर तन्नाहरू फेरेँ। अनि अब त्यो मैले चाहिँ हप्तामा तन्ना फेर्ने गर्छु। सो त्यो फोहोर पनि छिट्टै भइहाल्छ केटाकेटी गरेपछि, कहिले हप्तामा एकचोटि कि त हप्तामा 2 चोटि नै फेर्छु। भ्याए अनुसार हुन्छ कि कहिले भ्याइन्छ कहिले भ्याइँदैन, त्यही भएर अनि बिस्ताराहरू मिलाएँ। अनि मिलाइवरी अब झाडु साडु लाउनु पऱ्यो। अनि यता झाडुहरू लाउन गरे त झाडु पनि लाउनु पऱ्यो। झाडु लाउनुभन्दा पहिला तन्नाहरू पुरै वासिङ मेसिनमा राखिदिएँ, त्यसपछि झाडुहरू लगाएँ। अनि त्यसपछि एकछिन फ्री भएको थिएँ अनि पानी खाएँ झ्यालमा बसेर। मलाई फेरि झ्यालमा बसेर पानी खान अनि फेरि त्यो ब्ल्याक टीहरू खान एकदम मनपर्छ कि, कहिलेकाहीँ हो ब्ल्याक टी खाने, त्यस्तो खान्न। अनि सो आफ्नो स्किन केयर पनि अलिकति गर्न पऱ्यो। स्किन केयर त बिहान अलिकति गरेको थिएँ, सो त्यही भएर त्यो ड्रेसिङ टेबलहरू मिलाएँ। अनि खाना पाकिसकेको थियो, खाएँ ओरे। अनि त्यसपछि चाहिँ हल्का मेकअप भनौँ न, हल्का मेकअपहरू गरेँ। हल्का भिडियोहरू बनाउँछु नि त मैले, टिकटकको भिडियोहरू यताउति बनाउँछु नि त। सो अलिकति हल्का मस्काराहरू लगाएर अलिकति भिडियो बनाएँ। भिडियो मतलब मेकअप सेकअप गरेँ, भिडियो बनाउँछु भनेर रेडी हुन्छु भनेर गरेको थिएँ, तर मेरो छोरी उठिसकिने अनि उसलाई लिएर अनि एकछिन बसेँ, खेलेँ। अनि उसितै खेल्न पर्छ उठेपछि। अब उठेपछि अरू केही काम गर्न पाएन, त्यो बिस्तारमा राखेँ। त्यही पनि त्यहाँ राखेर अनि यस्तो रेडी हुन्छु, अघि रेडी हुन पाएको थिइनँ, उठिसकेको थिएँ नि, बिस्तारमा राखेर हुन्छु भनेको त अनि फेरि रुन थालिन्। फेरि उसलाई हेरेँ, फेरि दौडेँ, उसलाई हेरेँ अनि फेरि रेडी हुन्छु। जति दुःख भए पनि भिडियो चाहिँ बनाउन छोड्दिनँ म। टिकटकको लागि रेडी हुन्छु भनेर भिडियो बनाउन थालेको थिएँ। अनि त्यसपछि भयो भने एकछिन लिगेँ उसलाई। अनि बुबु खुवाउन थालेँ, अघि पनि बुबु खुवाएर सुताओ। अनि फेरि बुबु खुवाउन थालेँ। अनि बुबु खुवाएर एकछिन मान्छन् कि भन्ने सोचेर चाहिँ अनि बुबु खुवाएँ। अनि उसित खेलेँ। उसलाई मेरो टोपी हेरेर लगाएर कस्तो क्युट देखेछ कि, टोपी पनि लगाइदिएँ। साँच्चै भ्यालेन्टाइन डे आउँदैछ, सबैको अब आफ्नो हस्बेन्डहरू घुम्न जाने यताउति हुन्छ नि है। अब मेरो त त्यस्तो छैन, केही पनि छैन। अब हस्बेन्ड बिजी, अब यही हो मेरो भ्यालेन्टाइन, छोरीहरूसँगै। भ्यालेन्टाइन भन्ने बित्तिकै कपालसँग मात्रै नै हुँदैन नि त, छोराछोरी पनि छोराछोरीलाई माया गर्ने, छोराछोरीसँग खेल्ने, त्यो पनि एउटा भ्यालेन्टाइन नै मनाएको जस्तो नि लाग्छ मलाई त। सो त्यस्तो फरक पर्दैन। अनि उसलाई तेल सेल लगाइदिएँ। अनि त्यसपछि तेल मतलब मैले लोसन लगाइदिएँ, त्यो दिउँसो उसले कपडा पनि भिजाएकी थिइन्। सो लोसनहरू लगाइदिएँ अनि एकछिन मालिस गरिदिएँ, कपाल सपाल कोरिदिएर उसलाई रेडी गरिदिएँ। अनि रेडी गरेपछि अनि एकछिन उसित खेलेँ। अनि खेल्ने ओर्ने काम त्यही मात्रै छ कि। सो यसरी अनि मैले उसलाई फुल दिएँ, कति खुसी भएको थिइन्। अनि हजुर उसलाई मैले ह्याप्पी भ्यालेन्टाइन डे भनेको पनि यति हाँसेकी थिइन् कि। सो मेरो भ्यालेन्टाइन सबै उनी हुन्, अर्की छोरी स्कुलमा चाहिँ घरमा यिनी चाहिँ। यसरी नै मेरो दिन बितिरहेको छ। सो यति नै हो। अब अर्को भ्लगमा चाहिँ म डेली भ्लग बनाउँछु। टिल देन बाई बाई, सी यु नेक्स्ट भ्लग।